हाई गाइस, मलाई चाहिँ कस्तो गेट रेडी विथ मी फर माई फ्लाइट भनेर भिडियो बनाउन मन थियो कि तर बेबीले गर्दा चाहिँ मैले गर्ने पाएन होइन। अब बेबीलाई हेर्दै आफूले मेकअप गर्नु पर्यो अनि मेरो मेकअप अलमोस्ट सक्यो। अब लिपस्टिक लगाउन बाँकी छ होइन। अनि आज चाहिँ मेरो धेरै पछि त्यो फ्लाइट परेको छ कि नभए जहिले मेरो मर्निङ फ्लाइट नै पर्थ्यो। हुन्छ नि अब रातभरि नानीले गर्दा सुत्न पाएको हुँदैन अनि बिहानै मर्निङ फ्लाइट अपरेट गर्न एकदमै गाह्रो हुन्थ्यो कि। सो आइ एम भेरी ह्याप्पी आज होइन अब त्यो फ्लाइट गर्नको लागि। एन्ड आई हेभ ओन्ली 2 सेक्टर्स टु अपरेट। त्यो झन् राम्रो होइन, झन् रमाइलो। अब हुन्छ नि त अब रातभरि सुत्न नपाएपछि बिहानभरि सुत्न पायो त्यो फ्लाइट पढ्दा, प्लस बेबीसँग टाइम स्पेन्ड गर्ने टाइम हुन्छ नि त। अनि मलाई चाहिँ एउटा कुरा सेयर गर्न मन लागिरहेको थियो कि फर दोज होइन जसलाई चाहिँ यो एयर होस्टेस बन्न मन छ, जो आर भेरी विलिङ टु डु, जो इन्थुजियास्टिक हुनुहुन्छ एभिएसनमा आउनको लागि होइन, उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि थ्रु दिस भिडियो है, तपाईँहरूलाई क्याबिन क्रू बन्न होइन कस्तो मेकअप गर्ने, कसरी इन्टरभ्यूमा प्रिपेयर हुने, कस्तो युनिफर्म लगाएर जाने होइन, अनि क्वेसन्सहरू कस्तो आउँछ भनौँ न, कसरी क्याबिन क्रू बन्ने भन्ने रिलेटेड भिडियोहरू तपाईँहरूले धेरै पाउनुहुन्छ। अथवा जो क्याबिन क्रू हुनुहुन्छ अलरेडी जबमा उहाँहरूसँग सोधेर पनि यु क्यान प्रिपेयर युर सेल्फ होइन। तर मलाई चाहिँ फ्रम माई एक्सपिरियन्स के लाग्छ भन्दाखेरि टु बिकम अ क्याबिन क्रू तपाईँहरूमा चाहिँ 3टा क्वालिटी चाहिँ हुनैपर्छ। फ्रम माई एक्सपिरियन्स भनेको होइन, अब मेरो एक्सपिरियन्स अरूसँग मेल खान्छ अथवा भन्ने नै छैन होइन। वी आर डिफ्रेन्ट पर्सन, वी हेभ डिफ्रेन्ट नेचर होइन। सो अब एक्सपिरियन्सहरू चाहिँ डिफर हुनसक्छ, तर फ्रम माई पोइन्ट अफ भ्यू तपाईँहरूलाई यो कुरा राख्दैछु थ्रु दिस भिडियो। यो एभिएसनमा आउनको लागि चाहिँ यु निड टु ह्याभ दिस 3 बेस्ट क्वालिटिज होइन टु सर्भाइभ हियर। होइन भने चाहिँ लङ टाइमसम्म तपाईँहरू यहाँ काम गर्न सक्नुहुन्न एन्ड यु विल अलवेज कम्प्लेन अबाउट द जब होइन। सो फर्स्ट वान इज पेसेन्स है। पेसेन्स नेपालीमा भन्दा धैर्यता एकदमै इम्पोर्टेन्ट छ यो चाहिँ है। अनि सेकेन्ड वान इज फ्लेक्सिबिलिटी है, तपाईँहरू एकदमै फ्लेक्सिबल हुनुपर्छ एभिएसनमा आउनको लागि चाहिँ होइन। अर्को भनेको चाहिँ इन्भाइरोमेन्टमा सर्भाइभ गर्ने। जो एस्पिरेन्ट क्याबिन क्रूहरू यो एभिएसनमा आउन खोजिरहनु भएको छ, तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू इन्भाइरोमेन्टमा सर्भाइभ गर्ने एनर्जी चाहिँ हुनैपर्छ होइन। इट्स नट एभ्री वान्स कप अफ टी होइन, सबैजना सक्नुहुन्छ भन्ने पनि छैन। सो त्यही भएर पनि दुनियाँमा चाहिँ आफूले सक्ने आफ्नो नेचर अनुसारको आफ्नो भन्न इन्भाइरोमेन्टमा सर्भाइभ गर्ने अनुसारको जबहरू गरिरहनु भएको हुन्छ होइन। सो सेम लाइकवाइज एभिएसनमा पनि त्यही हो। सो गाइज म चाहिँ रेडी भएर गाडीमा बसिसकेँ, अब एयरपोर्ट जाँदैछु। थ्याङ्क यू फर वाचिङ गाइज। ओके बाई।